एउटी छोरीको जिन्दगीमा निर्णय गर्ने अधिकार आखिर कसको? कल्पना गर्नुहोस् त, तपाईँ एउटा किशोरी हुनुहुन्छ। तपाईँका आफ्नै सपना छन्, पढ्ने इच्छा छ, आफ्नै भविष्य बनाउने चाहना छ। तर एक दिन तपाईँलाई भनिन्छ, अब तिम्रो बिहे हुन्छ। तपाईँले सोध्नुहुन्छ, किन? उत्तर आउँछ, समाजको लागि। यही एउटा वाक्यले एउटी किशोरीको सम्पूर्ण जीवन कसरी बदलिन सक्छ? यही प्रश्नको वरिपरि हुन्छ नेपाली चलचित्र गौँथली। नमस्कार, स्वागत छ तपाईँहरूलाई। म दीपक र आज हामी कुरा गर्दैछौँ गौँथलीको कथा मात्र होइन, यसको पछाडि लुकेको सामाजिक मनोविज्ञान, पात्रहरू, निर्देशन, अभिनय, प्रतीक र चलचित्रले उठाएका असहज प्रश्नबारे। आउनुहोस् सुरु गरौँ। चलचित्र दमदार भएमा बिना प्रचार दर्शकलाई हलसम्म ल्याइ छाड्ने रहेछ। गौँथली चलचित्रको कथा, अभिनय र विषयवस्तुले दर्शकलाई हलसम्म आउन बाध्य बनायो। पहिलो नजरमा हेर्दा गौँथली एउटा किशोरीको कथा हो, तर अलिक गहिरिएर हेर्ने हो भने यो एउटी गौँथलीको कथा मात्र होइन। यो त त्यस्तो समाजको कथा हो जहाँ एउटी छोरीको भविष्यबारे निर्णय गर्नुअघि उसलाई सोधिँदैन। तिमी के चाहन्छौ उसको भविष्यभन्दा अगाडि आउँछ परिवारको इज्जत, समाजको डर, परम्परा, धार्मिक विश्वास र अरूले के भन्लान् भन्ने मानसिकता। यही कारणले चलचित्रको सङ्घर्ष एउटा परिवारभित्र सीमित हुँदैन, यो सङ्घर्ष हो। अब आउनुहोस् मुख्य पात्र गौँथलीतर्फ। गौँथलीलाई केवल पीडित किशोरीको रूपमा हेर्नु पर्याप्त हुँदैन। उनी एउटा प्रतीक हुन्, त्यस्ता हजारौँ छोरीहरूको प्रतीक जसको जीवनमा निर्णय गर्ने अधिकार उनीहरूको हातमा हुँदैन। यहाँ चलचित्रको शीर्षक निकै रोचक छ, गौँथली एउटा चरा। चरा भनेको के हो? उडान, स्वतन्त्रता, आफ्नो गुण, आफ्नो आकाश। र चलचित्रकी गौँथली, उसको आकाश अरूले निर्धारण गरिदिन्छन्, उसको उडानलाई परम्पराले बाँध्न खोज्छ। त्यसैले मेरो विचारमा चलचित्रको शीर्षक केवल एउटा नाम होइन, गौँथली वास्तवमा स्वतन्त्रताको मेटाफोर हो। चलचित्रको सबैभन्दा महत्त्वपूर्ण विषयमध्ये एउटा हो बालविवाह। तर यहाँ एउटा कुरा छुट्याउन जरुरी छ, समस्या केवल सानै उमेरमा बिहा भयो भन्ने होइन, अझ ठुलो समस्या हो निर्णय गर्ने अधिकार खोसिनु। एउटी किशोरीलाई उसको जीवनको सबैभन्दा ठुलो निर्णयमा सहभागी नै नगराउनु। उसको शिक्षा, उसको सपना, उसको इच्छा, उसको मानसिक अवस्था, यी सबैभन्दा माथि राखिन्छ समाजले के भन्छ। र यही चलचित्र निकै शक्तिशाली हुन्छ, किनकि हामीले आफूलाई एउटा प्रश्न सोध्नुपर्ने हुन्छ, कि हामी वास्तवमै आधुनिक भएका हौँ कि केवल हाम्रो मोबाइल र कपडा आधुनिक भएका हुन्? हाम्रो सोच अझै पुरानै छ। अब चलचित्रको अर्को रोचक पक्ष, हामी सजिलै भन्न सक्छौँ गौँथलीको परिवार गलत थियो। तर अलिक गहिरिएर हेर्दा प्रश्न आउँछ, परिवारले त्यो सोच कहाँबाट पायो? समाजबाट, परम्पराबाट, धार्मिक व्याख्याबाट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको डरबाट। अर्थात् समस्या एउटा व्यक्तिमा मात्र छैन, समस्या एउटा प्रणालीमा छ। यही कारणले चलचित्रलाई केवल खराब परिवार र पीडित छोरीको कथा बनाएर हेर्नु गलत हुन्छ। यहाँ सबै पात्रहरू आफ्नै सामाजिक कन्डिसनिङबाट प्रभावित छन् र यही कुराले कथालाई अझ गम्भीर बनाउँछ। अब एउटा महत्त्वपूर्ण पात्रतर्फ जाउँ, हजुरआमाको सोच। पहिलो नजरमा हेर्दा हामी उनलाई एन्टागोनिस्ट जस्तो देख्न सक्छौँ, तर वास्तवमा प्रश्न अलिक जटिल छ। उनी स्वयं पनि त्यही समाजको उत्पादन हुन्। उनले जीवनभर जुन विश्वास पाएर हुर्किन्, त्यही विश्वासलाई सत्य ठानेर अर्को पुस्तामा हस्तान्तरण गरिरहेकी छिन्। त्यसैले उनी केवल भिलेन होइनन्, उनी एउटा जेनरेसनल माइन्डसेटको प्रतिनिधि हुन्। यही ठाउँमा गौँथलीले हामीलाई सोच्न बाध्य बनाउँछ, गलत सोचलाई जन्म दिने मान्छे मात्र दोषी हो कि त्यो सोचलाई पुस्तौँसम्म जोगाइ राख्ने सामाजिक संरचना पनि? चलचित्रको अर्को महत्त्वपूर्ण पक्ष हो मानसिक स्वास्थ्य। हामी नेपाली समाजमा शारीरिक चोटलाई गम्भीर रूपमा लिन्छौँ, तर मानसिक चोट अक्सर भन्छौँ समयसँगै ठिक हुन्छ। धेरै सोच्नु हुँदैन, सबैलाई यस्तै हुन्छ, तर मानसिक पीडा पनि वास्तविक पीडा हो। गौँथलीको परिस्थितिलाई बुझ्दा हामीले उसको बाहिरी समस्या मात्र होइन, उसको भित्री संसार पनि बुझ्नुपर्छ। डर, असहायपन, दबाव, भविष्यप्रतिको अनिश्चितता, यी सबैले व्यक्तिको मानसिक स्वास्थ्यमा प्रभाव पार्छन् र यही कारणले चलचित्रको सामाजिक विषय अझ व्यक्तिगत बन्न पुग्छ। अब कुरा गरौँ अभिनयको। सिमरन खड्का गौँथली। गौँथली चलचित्रको भावनात्मक केन्द्र हुन्। उनको पात्रबाट डर, असहायता र सङ्घर्ष देखाउने प्रयास गरिएको छ। अरुण छेत्री, मदन कृष्ण श्रेष्ठ लगायतका कलाकारहरूले पनि आफ्नो पात्र मार्फत कथालाई अगाडि बढाउँछन्। तर मेरो विचारमा चलचित्रको सबैभन्दा ठुलो शक्ति अभिनयभन्दा पनि पात्रहरूले बोकेको विषय हो। कहिलेकाहीँ केही दृश्यमा भावनालाई अझ स्वाभाविक रूपमा निर्माण गर्न सकिन्थ्यो भन्ने लाग्छ। विशेष गरी यति संवेदनशील विषयमा दर्शकलाई रुवाउने प्रयासभन्दा दर्शकलाई पात्रको पीडा आफै महसुस गराउने शैली अझ प्रभावकारी हुन सक्थ्यो। कपिल रिजालको निर्देशनमा सबैभन्दा राम्रो पक्ष हो सामाजिक विषयलाई मुख्यधारको कथासँग जोड्ने प्रयास। चलचित्रले केवल मनोरञ्जन दिँदैन, कथाका घटना मार्फत समस्या देखाउने प्रयास गर्छ। तर यहाँ एउटा कमजोरी पनि छ।
चलचित्रले धेरै कुरा भन्न खोजेको छ। बालविवाह, प्रीतिसत्ता, अन्धविश्वास, परिवार, महिलाको स्वतन्त्रता, मानसिक स्वास्थ्य, यी सबै विषय आफैमा एउटा चलचित्र बन्न सक्ने विषय हुन्। त्यसैले कतिपय ठाउँमा चलचित्रले विषयहरूलाई गहिराइमा लैजानुभन्दा छिटो अर्को विषयतर्फ गइरहेको अनुभूति गराउँछ। अब प्राविधिक पक्ष। गौँथलीको संसार केवल डायलगबाट बनेको छैन। स्थान, घर, गाउँको वातावरण, परम्परागत परिवेश, यी सबैले कथाको मूड बनाउन सहयोग गर्छन्। यहाँ वातावरण स्वयं एउटा क्यारेक्टर जस्तो लाग्छ, किनकि गौँथली जुन समाजमा बाँचेकी छन् त्यो समाज नै उनको सङ्घर्षको हिस्सा हो र यही कारणले फिल्मको सेटिङ केवल ब्याकग्राउन्ड होइन, त्यो कथाको अर्थ निर्माण गर्ने माध्यम हो। अर्को महत्त्वपूर्ण कुरा, गौँथलीलाई केवल महिला केन्द्रित चलचित्र भनेर हेर्नु पनि अपुरो हुन्छ, किनकि प्रीतिसत्ता महिलालाई मात्र होइन, एउटा पुरुषलाई पनि निश्चित भूमिका खेल्न बाध्य बनाउँछ। पुरुषले बलियो हुनुपर्छ, निर्णय लिनुपर्छ, भावना देखाउनु हुँदैन। तर प्रश्न यो हो, यदि परिवारमा निर्णय गर्ने अधिकार सबैको हो भने पुरुषले मात्र किन निर्णय गर्छन्? चलचित्रको बहस यहीँबाट अझ ठुलो हुन्छ। यो केवल छोरीलाई अधिकार देऊ भन्ने सन्देश होइन, यो त परिवारबाट प्रत्येक व्यक्तिको जीवनमाथि उसको आफ्नो अधिकार हुनुपर्छ भन्ने बहस पनि हो। र अन्त्यमा एउटा प्रश्न तपाईँहरूलाई पनि, यदि गौँथली तपाईँको आफ्नै घरको छोरी भएको भए उसको जीवनको निर्णय तपाईँ गर्नुहुन्थ्यो कि उसलाई आफै निर्णय गर्न दिनुहुन्थ्यो? कमेन्टमा आफ्नो विचार पक्कै राख्नुहोला। भिडियो मन परेमा लाइक गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। तबसम्म चलचित्र हेर्नुहोस्, तर चलचित्रले उठाएको प्रश्नलाई पनि हेर्नुहोस्। धन्यवाद।